यो पृथ्वी जस्तै ग्रह धेरै भयो, अरबौं भयो ग्रह उपग्रह। यी ग्रहै पछि भगवान कृष्ण छुट्टै छ कि सबैमा यिनै मात्रै प्रतीत हुन्छ? होइन, ग्रह अनुसारको छुट्याउने कुरा त भएन। जस्तो नवग्रह भनियो नि त, 9 प्रकारका जो ग्रह मानियो, यिनी 9 प्रकारका ग्रह अनुसारले छुट्टै भगवान छुट्टैमा छुट्याउने कुरा त भएन। त्यो त हाम्रो लागि पो त्यो धेरै भयो त, भगवानको लागि त ब्रह्माण्ड एउटै भयो नि त। जस्तो एउटा कमिला कति सानो हुन्छ, उसले यहाँबाट यता जान पर्नु उसलाई कति टाइम लाग्छ, तर हाम्रो लागि त 1 हात बराबरको त्यो कमिलाले यात्रा गर्न कति समय लगाउनु पर्यो, एक बित्ता कति लगाउनु पर्यो। त्यो कमिलाले हाम्रो अनुसार सोच्न सक्दैन नि त। मतलब एउटा व्यक्ति चाहिँ एक दिनमा चाहिँ प्लेनमा यहाँबाट कहाँ पुग्छ, त्यो कमिला त्यो କଥା सुन्यो भने के सोच्छ होला, उसलाई होइन वाला भन्छ नि त। त हामीले सोच्दाखेरि चाहिँ भगवानको बारेमा त्यो अलिकति हाई लेभलको हुँदा चाहिँ हामीले त होइन होला जस्तो लाग्छ। किनकि पहिलेका व्यक्तिहरूले यहाँबाट नुन बोकेर डोकामा बोकेर उही पहाड जानुहुन्थ्यो भनेर सुन्दा अहिलेका बच्चालाई सुनाउने हो भने हामी त विश्वास गर्छौँ, बच्चाले गर्दैन नि त। त्यस्तै त्यो लेभलभन्दा माथिको भएपछि अलिकति त्यो हाई लेभलमा पुग्छ, तर भगवानको लागि त यो सानो कुरा भयो। त्यसैले सबै एउटै मान्नु पर्यो। भजन गर्नुलाई हो बाले कृष्णलाई को लजिदिनु त हार्मोनियम म बजाऊ।